हेलो नमस्कार सबैजनामा। आज म चाहिँ कोरियाको फुसान क्षेत्रको एउटा समुद्री तटको घुम्ने ठाउँको सानो क्लिप ल्याएको छु। यदि तपाईँ गर्मी बिदामा कोरियामा हुने साथीहरूलाई चाहिँ गर्मी बिदामा तपाईँ समुद्र घुम्न जाँदै हुनुहुन्छ भने हेउनदेखि आडामा रहेको, हेउनदेखि त अवश्य जानुहुन्छ होला फुसान भनेपछि, त्यसकै आडामा रहेको अर्को एउटा सानो नजिकै रहेको एउटा डाँडामा चाहिँ घुम्न जाने ठाउँ छ। त्यो ठाउँलाई चाहिँ ओर्युक्दो भनेर चिनिन्छ। र त्यहाँ तपाईँले यदि यो क्लिप हेरेर राम्रो लाग्यो भने तपाईँहरू घुम्न जान सक्नुहुन्छ र लाइक सब्सक्राइब गरिदिनु होला। धन्यवाद। ल है, हामी चाहिँ फुसानतिर बस कुर्दै हो। गाडी छुट्ने भयो भनेर साथीहरू दौडिँदै। फमिलियकमा झरेर जान चाहनुहुन्छ भने 41 नम्बरको बस लागेको हुन्छ। फुसान एकबाट जान चाहनुहुन्छ भने तपाईँको 27 नम्बर बस र 131 नम्बरको बस लागेको हुन्छ। आज चाहिँ ओर्युक्दोमा आएको छ। दोसम फुसानको ओर्युक्दोसम्म हो र। सिडी कस्तो मजाको बनाइदिएछ। ल जङ्गल यात्रा हिँड्ने बाटो सुरु भयो। शीतल छ, बडो बिन्दास मान्छेहरू ठाउँ ठाउँमा बस्ने आराम गर्ने। शीतल छ नि कुमार भाइ, न्यानो छ, शीतल छ होइन। स्यास्या र फ्याफ्या आउँदै हिँडेका छन्। यता ओह्रालो रहेछ, आउँदा उकालो पर्ने रहेछ नि त यता त। हुन्छ सट्ट लिने यसरी हिँडेर सलक्क दही मही पिउनु पाउने नि त होइन। छुट्टै आनन्द आउँछ। होटल